यदि हजुरले कुनै पनि एन्ड्रोइड मोबाइल चलाउनुहुन्छ भनेपछि चाहे त्यो जति महँगो किन्न नहोस् चाहे त्यो जति सस्तो किन्न नहोस्, आज हजुरलाई एन्ड्रोइड मोबाइलको क्यामेराको यस्ता तीनवटा सेटिङको बारेमा जानकारी दिन गइरहेको छु। यी तीनवटा सेटिङ एकदमै महत्त्वपूर्ण छन् है। हजुरले यो सेटिङ थाहा पाउनु भयो भने हजुरलाई धेरै काम लाग्ने छ, एकदमै महत्त्वपूर्ण छ। अन्तिम सेटिङ, तेस्रो सेटिङ झनै बवाल हुनेछ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, यसका एक एक कुरा थाहा पाउनु होला। हजुरलाई भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला। नमस्कार, म प्रताप शाह, स्वागत छ हजुरलाई प्रताप टेक च्यानलमा। अब हजुरलाई म के हो त्यस्ता महत्त्वपूर्ण क्यामेराका सेटिङ यसको बारेमा अगाडि जानकारी दिन गएको छु। त्यसको लागि हजुरले के गर्नु होला भने आफ्नो मोबाइलको यसरी क्यामेरा ओपन गर्नु होला है। क्यामेरालाई यसरी खोल्नु होला। यसरी क्यामेरालाई खोल्नुभयो भने अब हजुरले मेन बुझ्नुपर्ने कुरा के छ भनेपछि यहाँनिर माथि हेर्नु होला है। यहाँ माथि सेटिङमा जानु होला। यो सेटिङमा जानुहोस्। यो सेटिङमा गइसक्नु भने यहाँ हजुरले देख्न सक्नुहुनेछ। यो एकदमै महत्त्वपूर्ण छ है। जस्तै हजुर नेपालको अथवा विदेशमा कुनै पनि ठाउँमा जानुभयो, त्यहाँ गएर विभिन्न फोटाहरू खिच्नुभयो, कहिले कसो के हुन्छ भने एकै सिन जस्तो उस्तै लाग्ने धेरै फोटाहरू हुन्छन्, तर हजुरलाई थाहा हुँदैन मैले यो फोटो गरेर कहाँ खिचेको थिएँ, कहाँको फोटो होला भनेर हजुरले 8-10 सालपछि अथवा हजुरलाई धेरै सालपछि ती ठाउँहरू थाहा पाउन हजुरलाई गाह्रो हुन्छ। त्यस्तो अवस्थामा हजुरले के गरिदिनु होला भने एड लोकेसन भनेको चाहिँ सेटिङमा गइसक्नु भने एड लोकेसन भनेको छ, यसलाई हजुरले यसरी खोलिदिनु भने अब हजुरलाई के गर्छ भने कुन ठाउँको त्यो लोकेसन, त्यो ठाउँको बारेमा त्यहाँनिर हजुरलाई लेख दिएको हुन्छ है। अब हजुरले आरामले थाहा पाउन सक्नुहुन्छ म त फल्ना ठाउँमा गएको थिएँ, यसरी जाँदा हामी यतिजना साथीहरू थियौँ भनेर हजुरले ती सम्पूर्ण मेमोरीहरू ताजा पार्न सक्नुहुनेछ। गजबको सेटिङ छ। यसलाई हजुरले खोलेर राख्दा केही फरक पर्दैन होइन, लोकेसन चाहिँदैन, मैले थाहा पाउँछु, पछि कुनै चाहिएको अवस्थामा मात्रै राख्छु भन्नुहुन्छ भने यसलाई हजुरले यसरी बन्द गरिदिनु होला अनि हजुरलाई चाहिएको अवस्थामा यसलाई खोलिदिनु होला। यो एकदमै महत्त्वपूर्ण सेटिङ छ। अब हजुरलाई यस्तै एकदमै महत्त्वपूर्ण दोस्रो सेटिङको बारेमा जान गइरहेको छु। त्यसको लागि के गर्नु होला भने हजुर यसरी क्यामेरामा आउनुभयो भने यतातिर आउनुहोस् है। यतातिर छेउमा मोर भनेको छ है। यो मोरमा जानुभयो भने यहाँनिर हजुर देख्न सक्नुहुन्छ ड्युल भ्युज भिडियो भनेको छ। ड्युल भ्यू भिडियोलाई यसरी ओपन गर्नु हो। यसरी ओपन गर्नु भने अब हजुरले के गर्न सक्नुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ। अब हजुरले कहीँ गएर भिडियो बनाउनु भएको छ, कहीँ गएर भिडियो बनाउनु भयो भने के हुन्छ भने त्यो भिडियोमा कसले खिच्यो त भन्ने कुरा त्यहाँ थाहा हुँदैन, तर हजुरले यो ड्युल भ्यू भिडियोलाई यसरी ओपन गरेर खिच्नु भने पुरा भिडियो उताको पनि देखिन्छ अनि साइडमा हजुरलाई पनि माथितिर सानो चित्रमा हजुरको फोटो पनि देखिन्छ। दुवैतिर अगाडि पनि पछाडिको दुवै क्यामेराहरू खुल्दछ। यसरी दुवै क्यामेरा खुल्यो भने हजुरले कहाँ गएर भिडियो खिच्नुभयो, के बनाउनु भयो भन्ने कुरा सम्पूर्ण कुराहरू आरामले थाहा पाउन सक्नुहुनेछ। यो सेटिङ पनि एकदमै महत्त्वपूर्ण छ। यस्तै हजुरलाई म पहिले नै भनेको थिएँ तेस्रो सेटिङ एकदमै बवाल छ है। हजुरको लागि यो सेटिङ एकदमै बवाल हुनेछ। त्यसको लागि के गर्नु होला भने फेरि यसरी क्यामेरा ओपन गर्नुहोस्। क्यामेरा ओपन गरिसक्नु भने फेरि आउनुहोस् है, यतातिर मोरमा आउनुहोस् है। अब हजुरले यसरी मोरमा आइसक्नु भयो भने अब हजुरले थाहा पाउन सक्नुहुन्छ यहाँ माथि प्रो भनेको छ है। यो प्रोलाई यसरी टच गर्नुहोस्। प्रोलाई यसरी टच गरिसक्नु भयो भने अब हजुरले यसरी प्रो क्यामेराबाट फोटो खिच्नु हो भने पहिला जुन नर्मल क्यामेरा थियो त्योभन्दा हजुरको 5 गुणा बढी एकदमै राम्रो फोटो खिच्नेछ यसले। जहिले पनि हजुरले आफ्नो क्यामेराको यसरी सेटिङमा गएर प्रोलाई खोलेर हजुरले फोटोहरू लिनुभयो भने हजुरको फोटो एकदमै राम्रो आकर्षक देखिनेछ, दङ्ग पर्नेछन् हजुरका साथीभाइ। यहाँबाट हजुरले जहिले पनि फोटो खिच्ने गर्नुहोला। छैनन् त यी क्यामेराका तीनवटा महत्त्वपूर्ण सेटिङहरू? मलाई त एकदम मन पर्यो हजुर सामु लिएर आएको। हजुरलाई कस्तो लाग्यो जस्ता त्यस्तै कमेन्ट गर्नु होला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छ भने प्लिज सब्स्क्राइब गर्नु होला। यो भिडियो चारैतिर सोसियल मिडियामा कहाँ कतै सेयर पनि गरिदिनु होला। हस् फेरि आउँछु। हस्।